लामिछाने अन्ततः जेल चलान भएका छन्। उनकै शब्दमा भन्दा प्रधानमन्त्रीको अफर लत्याउँदा उनी कारागार पुगेका हुन्। रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। संसदको चौथो ठूलो दलका सभापति सांसददेखि ठूलो जनमत भएका लामिछानेले आफूमाथि भएको राजनीतिक प्रतिशोधका घटना गत शनिबार चितवनमा सुनाउँदै थिए। मैले मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ म माथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे। दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो मैले चितवनलाई भन्नु छ। मैले जनतालाई बताउनुस्। तर रविले चितवनलाई सुनाउनै पाएनन् आफूमाथि भएको राजनीतिक प्रतिशोधको श्रृंखला। चितवनले उनलाई पर्खिरह्यो तर शनिबार आउँदै आएन। शुक्रबार राति नै उनी काठमाडौँ स्थित घरबाटै पक्राउ परे। यसमा तपाईलाई पक्राउ दिनु पर्दैन। तपाईको अन्तिम इच्छा उहाँले पूरा गर्नुहुन्छ। एकजनासँग पक्राउ पर्दै गर्दा उनले भनेका थिए जनताले देखेका छन् बुझेका छन् र मलाई थाहा थियो यो लडाई लामो हुनेवाला छ, म लड्छु। के भन्न चाहनुहुन्छ? केही भन्न छैन मलाई। जनताले देखेका छन् बुझेका छन् आशा छैन लडाई लामो हुन्छ भन्ने मलाई थाहा थियो। लड्छु म, केही छैन। अदालतप्रति सम्मान छ। लामिछाने यही लडाईको दौडानमा कारागार पुगेका छन्। बुटवलको सुप्रिम सहकारी प्रकरणमा जोडिएका लामिछानेलाई रूपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर तुलसीपुर उच्च अदालत बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै उनलाई थुनामा पठाउने आदेश गर्यो। आदेशको अधिकांश खण्डमा उच्च अदालत पाटनले बलात्कार मुद्दाका अभियुक्तलाई थुनामुक्त गर्न दिएको आदेशको कपी पेस्ट थियो। यो विषय विवादित नै छ। आदेश गरेको 1 घण्टा भित्रै बिना कुनै प्रक्रिया नै नपुर्याई नेपाल प्रहरीको ठूलो फौज उनको विस्तारासम्म पुग्यो। गिरफ्तारी दिन्छु भनेका लामिछानेलाई पक्राउ गर्यो। लामिछानेले अदालतको सम्मान गर्छु भन्दै कारागार छिर्दै गर्दा सहकारी प्रकरणमा जोडेर उनी कसरी राजनीतिक प्रतिशोधको शिकार भए भन्ने बुझ्न जरुरी छ। नेकपा एमाले सहित नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारमा राजसभाका तर्फबाट रवि लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री बने। उनी दोस्रो पटक गृहमन्त्री बनेदेखि नै भुटानी शरणार्थी काण्डमा रोकिएको अनुसन्धान अघि बढ्यो। बालमन्दिरको जग्गा अपसरणको फाइलमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए। गृहबन्धु चिया बगानको जग्गादेखि टिकापुरको जग्गा प्रकरणदेखि जनकपुरको सार्वजनिक जग्गामा भएको अपसरण खोज्न थाले। यी सबै प्रकरणमा नेपाली कांग्रेस र नेकपा एमालेका सानादेखि उच्च पदस्थ नेताहरूको नाम जोडिएको थियो। त्यसपछि संसदमा सुरु भयो रवि लामिछानेमाथि नेपाली कांग्रेसको आक्रमण। नेपाली कांग्रेसका नेताहरूले झण्डै 2 महिना संसदमा उनलाई बोल्नै नदी सदन नै अवरुद्ध पारे। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हरेक दिन जसो सहकारी ठगीको प्रमाण देखाइदिऊ भन्दै संसदमा बोलिरहे। उनीहरूले रवि लामिछाने केन्द्रित भएर संसदीय छानबिन समितिको माग गरिरहे। मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौं। 1 अरब रुपियाँ पैसाको अपचलन गरेका प्रमाणहरू पेश गरौं। कतिवटा प्रमाणहरू पेश गरौं। मैले पेश गर्ने यी प्रमाणहरू गलत हुन् भनेर साबित गर्ने कुरा आहा संसदीय समितिबाट कति मजा आउँथ्यो होला। गलत साबित गरिदिनुस् न, मलाई गलत साबित गरिदिनुस् न नेपाली कांग्रेसलाई। त्यति बेला सत्तारूढ नेकपा एमाले व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नहुने भन्दै आए। कांग्रेसले संसदीय समिति माग गरेछ, त्यो बन्छ त? कसरी के का लागि बन्न त्यो सम्भवै छैन। अन्ततः रवि लामिछाने सहकारी सम्बन्धित संसदीय छानबिन समिति बनाउन तयार भए। यस समितिको नाम सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति रहेको छ। मान्य सूर्यबहादुर थापा छेत्री सभापति। नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिले देखाउन अन्य केही सहकारीको पनि नाम लिए पनि रवि लामिछाने केन्द्रित छानबिन गरिरहेको थियो। यही बीचमा भुटानी शरणार्थी प्रकरणमा राजनीतिक सेटिङका नायिके भनिएका बेचन झा पक्राउ परे। बेचन झाले नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबाको क्याबिनेटबाट नेपालीलाई भुटानी शरणार्थी बनाएर लैजान सहज हुने निर्णय गराउने भन्दै 2 करोड डिल गरेको अडियो बाहिरिएको थियो। उनी पक्राउ परे लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र आरजु राणा हतार बालकोट स्थित केपी ओली निवास पुगे। उनीहरू बालकोट पुगेकै दिन सरकार ढलाउने निर्णय भयो। तेस्रो दिन सरकार ढल्यो।
सत्तामा रहेका नेकपा माओवादी र रासपा प्रतिपक्षमा पुगे। संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले सरकारमा आए। लामिछानेले सरकार ढलेपछि संसदमै भनेका थिए दुई ठूला दलको मिलन खतराको घण्टी हो। दुई ठूला दलको यो मिलन एउटा खतराको घण्टी हो भनेर मैले यस अर्थमा भन्न खोजेको। लामिछानेले भनेको खतराको घण्टी सबैभन्दा पहिला उनीमाथि नै बस्यो। सरकार फेरिसँगै सहकारी सम्बन्धित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पनि आयो। प्रतिवेदनमा लेखियो सहकारीको रकम ल्याउने काममा रवि लामिछानेको संलग्नता देखिएन। गोर्खा मिडियामा आएको रकम परिचालनमा भूमिका देखियो। सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ, पुष्टि भएको छ। प्रमाण छ भन्दाखेरि प्रमाण कस्तो हुने रहेछ भन्ने कुरा त घगडान नेताहरू देखियो नि त विभिन्न राजनीतिक दलका। समाधानमा जाउँ है, समाधानमा जाउँ। व्यक्ति केन्द्रित गरेर राजनीतिक रेडियो सेक्ने काम यहाँबाट नगरौँ। आन्तरिक प्रशासन चलाउन चेक नकाटेर त्यो एमडीले कि घाँस काट्ने कुरा आउँदैन नि त, चेकै काट्ने होला नि। प्रतिवेदनको सार यही थियो। गोर्खा मिडियामा लामिछाने एमडी थिए भने केही स्वेट शेयर थियो। एमडीको भूमिकामा रहेका लामिछानेले कर्मचारीको तलब खुवाउनदेखि पूर्वाधार निर्माण तथा कार्यालय सञ्चालनमा रकम खर्च गरेका थिए। यही कारण उनलाई मन्त्री परिषदले नै निर्णय गरेर सरकारी वकिललाई पत्र पठायो सहकारीबाट गएको रकम खर्च गर्नेहरूलाई पनि कारबाही गर्नु। त्यसपछि रवि लामिछानेमाथि कानुनी हतियारको प्रहार सुरु भयो। कास्की स्थित जिल्ला अदालतमा कुनै पनि न्यायाधीश उपस्थित नभएको दिन नेपालगञ्ज पुगेका न्यायाधीश दिउँसो 2 बजे अदालतमा आएर लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी गरे। लामिछानेलाई प्रहरीले राजसभाको केन्द्रीय कार्यालयबाट पक्राउ गर्यो। त्यस दिन पनि उनले भनेका थिए पक्राउ पूर्जीमा हाजिर गरेका हातले एक दिन भ्रष्टाचारीहरूलाई जेल हाल्ने निर्णयमा हस्ताक्षर गर्नेछु। यो हातले आज यसमा हस्ताक्षर गरेछ। यही हातले कयौं भ्रष्टाचारीले थुन्ने कागजमा हस्ताक्षर। पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई रातारात पोखरा पुर्याइयो। 84 दिन कास्की प्रहरीको हिरासतमा राखियो। उनीमाथि सहकारी ठगी मात्र होइन, उनको राजनीतिक यात्रा रोक्नैका लागि कानूनको बुँदा खोजेर संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा पनि जोडियो। हिरासतबाट अदालत जाँदै गर्दा उनले सत्तारूढ दलमाथि आक्रोश पोखे। यो सरकार नढलेसम्म, केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन्। यो देश कहिल्यै बन्दैन। भ्रष्टाचारीहरूलाई संरक्षण गरेर सारा सहकारी पीडितहरू आफ्ना पार्टीभित्र पालेर भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुटा मुद्दा लगाउने यस्तो छानबिन भयो भने मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो। देशको प्रधानमन्त्री भएकोमा यो दुर्भाग्य छ। त्यसपछि उनलाई पोखरा मात्र होइन, काठमाडौँ, चितवन, रूपन्देही र पर्साबाट पक्राउ पूर्जी जारी गरियो। हिरासतमै रहेका रविलाई पोखराबाट काठमाडौँ, काठमाडौँबाट चितवन, चितवनबाट मध्यरातमा पोखरा कुदाइयो। चितवनबाट पोखरा लैजाँदा उनको सामान्य मानवीय अधिकारको समेत ख्याल गरिएको थिएन। फेरि मैले भने यो त साह्रै जबरजस्ती भयो हजुर। लगातार बयान भयो, असहज महसुस भएको छ, मेरो ब्लड प्रेसर जाँच गरिदिनुस् भने। त्यो पनि उहाँहरूले इन्कार गर्नुभयो। उहाँहरूको जोड मध्यरातमा जति सक्दो छिटो चितवन प्रहरी कार्यालयबाट निकाल्ने नै भन्ने थियो। मेरा कुनै पनि आग्रह उहाँहरूले मान्नु भएन। केवल गाडीमा बस मात्रै भनिरहनु भयो। चालक बाहेक मेरो छेउछाउमा भएका सबै प्रहरी निधाए। त्यसपछि मैले सवारी चालकलाई सोधेँ मलाई कता लगिँदैछ। उनले मलिन स्वरमा कास्की हो सर भन्दै जवाब दिए। त्यसपछि उनलाई पर्सा पुर्याइयो। एक चरण सबै जिल्लाका प्रहरी कार्यालय, हिरासत, सरकारी वकिल र अदालतमा घुमाएपछि थुन्चेकको चरण सुरु भयो। कास्की जिल्ला अदालतमा एक साता बढी भएको थुन्चेक बहसपछि 65 लाख रुपियाँ धरौटीमा रिहा भए। लामिछाने पोखराबाट धरौटीमा छुटेको चित्त नबुझेको सरकारले काठमाडौँ, चितवन र रूपन्देहीमा सरकारी वकिलको लावालस्कर नै लगायो। बुटोलमा बहस गर्न काठमाडौँ महान्यायाधिवक्ताको कार्यालयबाट नायब महान्यायाधिवक्ता समेत पुगे। काठमाडौँमा त्यस्तै भयो। चितवनमा पनि छिमेकी सबै जिल्लाका सरकारी वकिलदेखि महान्यायाधिवक्ताको कार्यालयबाट समेत खटिए। चितवनमा त रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरणको मुद्दा नजोडेकै कारण जिल्ला न्यायाधिवक्तालाई महान्यायाधिवक्ताको कार्यालयले रातारात कारबाही गरी काठमाडौँमा तान्यो। काठमाडौँ जिल्ला अदालतबाट 60 लाख, चितवन जिल्ला अदालतबाट 54 लाख र रूपन्देहीबाट 1 करोड धरौटीमा लामिछाने छुटे। तर पर्सामा भने उनी विरुद्ध अनुसन्धान सकिएको महिनौसम्म पनि मुद्दा दर्ता गरिएन, किनकि उनी सबैतिरबाट धरौटीमा छुटेपछि उनी सार्वजनिक रूपमा सक्रिय नहुन् भन्ने मनसाय सरकार पक्षको थियो। उनले बारम्बार आफ्नो निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरे, तर निलम्बन फुकुवा भएन। यो त कुनै पनि सरकारले भोलि सरकार परिवर्तन हुँदा सरकारले अर्को पार्टीलाई किन आफ्नै पार्टीको अर्को चाहिँ प्रतिस्पर्धी नेता छ भने त्यसलाई पनि सिध्याउने हतियार बन्यो। त्यसकारणले यो मकसद होइन, यो चाहिँ यो अवस्थामा नजाउँ भनेर मैले यहीँबाट यसको समाधान खोज्नुपर्छ भनेर आज सदन
यो राजनीतिक हतियार बन्न सक्ने कुरामा उहाँ सचेत हुनुभयो र यसमा उहाँले चिन्तित हुनुभयो उहाँले। त्यसपछि उनी पार्टीको सक्रिय राजनीतिमा फर्किने घोषणा गरे। गत साता मात्रै रवि लामिछाने पार्टीको सभापतिका रूपमा राजसभामा फर्किए र त्यसै दिन उद्घोष गरे, म माथि राज्यले गरेको प्रतिशोधको घटना चितवनमा खुलासा गर्नेछु, आफ्ना मतदातासँग विशेष खुलासा गर्नेछु। मैले बताउन पाउँछु पाउँदिन मलाई थाहा छैन, मेरो टाउको माथि तरवार झुन्ड्याएको छ मलाई थाहा छ, तर म चितवनलाई बताउन चाहन्छु। आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमानदारीपूर्वक बताउन चाहन्छु। उनले त्यस दिन भनेका थिए आफ्नो राजनीति सिद्ध्याउन लागि भए पनि आफ्नो ज्यान दिन तयार भएको तर नझुक्ने उद्घोष गरे। तर उनले यो कार्यक्रम गर्नै पाएनन्। म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला, तर ज्यान जाला यिनका लागि शिर झुकाउँदिन। रूपन्देही जिल्ला कारागारबाट रवि लामिछानेले पठाएका 4 सन्देश। अदालतको आदेशको सम्मान छ, कानूनले दिएको अधिकार प्रयोग गर्छु, तल्लो अदालतको आदेश विरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु, न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु, तर विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत साबित हुन्। पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला, सक्नुहुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्, अभियानलाई जनताको बीचमा पुर्याउनुस्। अहिले ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ, यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ। सहकारी जोडेर रवि सिद्ध्याउने कांग्रेस एमालेको साल, सहकारी ठगीका नायकहरूलाई सरकारकै संरक्षण। रवि लामिछाने आफूमाथि भएका हरेक प्रहारको प्रतिवाद गर्दै गर्दा कारागारमा कोचिएका छन्, तर सरकारले वास्तविक सहकारी ठगका मुख्य नायकहरूलाई समाउन त सकेको छैन नै, आफ्नै पार्टीका ठगहरूलाई संरक्षण गरिरहेको छ। 5 सहकारी हिनामिनामा प्रत्यक्ष मुछिएका जीवी राईदेखि सुमेरु सहकारीका करिब 12 अर्ब अपसरण गरी भरत महर्जनसम्म फरार भएको 1 वर्ष नागिसक्दा पनि पक्राउ परेका छैनन्। मुख्य आरोपीलाई पक्राउ गर्न चासो नदेखाउने सरकारले रविको राजनीति सिद्ध्याउन कुनै कसुर नछाड्ने सुरमा प्रत्यक्ष रूपमा नजोडिएका व्यक्तिमाथि राजनीतिक पूर्वाग्रह केन्द्रित अनुसन्धान र व्यवहार गरिरहेको विषयमा आम नागरिकले बुझिरहेका छन्, भनिरहेका छन्। तर विडम्बना, छानबिन समितिले प्रतिवेदन बुझाएको नतिजा रवि लामिछाने थुन्नु बाहेक सहकारी पीडित कसैले पनि रकम फिर्ता पाएका छैनन्। यसअघि नियमित प्रक्रियाबाट रकम फिर्ता पाउने बाहेक अरूको हालत बेहाल छ। रविमाथि अनुसन्धान अघि बढाउन जीवीलाई पक्राउ गर्न 8 महिना अघि सरकारले सक्रियता देखाएको थियो, तर रवि विरुद्ध मुद्दा दायर भएसँगै प्रहरी अहिले निष्क्रिय छ, सरकार चुपचाप छ। सहकारी रकम हिनामिना सम्बन्धी सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले मात्र सहकारी ठगीमा संलग्न भई विदेशमा फरार भएका 18 जनालाई पक्राउ गर्नुपर्ने औलाएको थियो। त्यसमध्ये बागलुङको एमएस सहकारीका देवकुमार नेपाली बाहेक अन्य कोही पनि पक्राउ परेका छैनन्। समितिले जीवी राई र भरत महर्जन सहित सुमेरुकै राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, सूर्यदर्शन सहकारीका ज्ञानबहादुर बमजन, भूपेन्द्र राई, शिवशिखर सहकारीका तेजबहादुर बमजन, एमएस सहकारीका छेदा नेपाली, सानो पाइलाका तस्बिरन खातुन, अशरफ अली, सहारा चितवन सहकारीका सुभाष केसी, एमएस सहकारीका दीपक पौडेल, शिवशिखरका लीलानाथ गौतम, मेगा ड्रिम सहकारीका महाशंकर रेग्मी, सूर्यदर्शन सहकारीका थानबहादुर बुढामगर तथा कान्तिपुर सहकारीका प्रेमध्वज लामालाई विदेशबाट पक्राउ गरी ल्याउनु पर्ने औलाएको थियो। त्यस्तै 10 अर्ब हिनामिना भएको सुनसरीको बराहा सहकारीका सञ्चालक समेत विदेश भागिसकेका छन्। उनीहरू भागेपछि मात्रै सरकारले उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ। संसदीय समितिले कान्तिपुर, गौतमश्री, गोर्खा सहकारी, कृषि विकास सहकारी, नेपाल सहकारी, लालीगुराँस सहकारी, आइडियल, यमुना सहकारी, तुलसी सहकारी, प्राइम सहकारी, सुमेरु सहकारी, मित्र मिलन लगायतमा अरूऔं हिनामिना भएको निष्कर्ष निकालेको थियो। तर यी कुनै पनि सहकारीका बचतकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन्। मुख्य सञ्चालकहरू नै फरार छन्, यी त विदेशमै भागेका भए, नेपालमै भएका तर सत्ताको छानोमा बसेकाहरूलाई सरकारले पक्राउ गर्न सकेको छैन। मितेरी सहकारीको ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि सामान्य सोधपुछ बाहेक अनुसन्धानको दायरामा ल्याइएकै छैन। 14 करोड हिनामिनामा संलग्न उनकी पूर्वपत्नी ज्योति गुरुङ 6 महिनादेखि फरार छिन्। उनी अमेरिकामा कारको प्रतीक्षामा छिन्। सो सहकारीको एकजनालाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। त्यस्तै कांग्रेस सांसद माया राई पनि 5 महिनादेखि फरार छिन्। उनी काठमाडौँको कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारीकी पूर्व सञ्चालक पनि हुन्। उनी सञ्चालक रहँदा सहकारीमा हिनामिना भएको भन्दै गत कार्तिकमै प्रहरीले उनलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो। तर कांग्रेस सांसद भएको खुलेपछि ठेगाना नखुलेको भन्दै उनलाई प्रतिवादी नै बनाइएको छैन।
उनलाई पक्राउ नगर्न प्रहरीमाथि गृह मन्त्रालयको निर्देशन रहेको प्रहरीले जनाएको छ। बरु उनलाई बिरामी बिदा भन्दै सभामुख देवराज घिमिरेले समेत बिदा स्वीकृति गराउँदैछन्। नवलपुरको कावासोतीमा रहेको छिपछिपे भोक्ता सहकारीको 16 करोड 69 लाख अपसारण गरेर राप्रपा सांसद गीता बस्नेत 1 वर्षदेखि फरार छिन्। उनको बिरामी बिदा सभामुखले स्वीकृत गरेका छन्। फरार दुवै सांसद 18 माघदेखि 19 चैत्रसम्म 61 दिन चलेको हिउँदे अधिवेशनमा बसेको 27 वटै बैठकमा अग्रिम सूचना नदिई अनुपस्थित भएका छन्। लगातार 10 वटा बैठकमा उपस्थित हुन नसक्ने भए अग्रिम सूचना दिनुपर्ने र सूचना नदिई अनुपस्थित रहेमा पद रिक्त हुने संवैधानिक व्यवस्था छ। तर सांसद द्वय राई र बस्नेतले अग्रिम सूचना दिएका छैनन्। संविधान र प्रतिनिधि सभा नियमावलीलाई चुनौती दिएका छन्। तर दलहरूको इशारामा सभामुख र संसद पदाधिकारी उल्टै उनीहरूको पद जोगाउन लागि परेका छन्। कांग्रेस सांसद राईले त अग्रिम मात्र होइन, अधिवेशन सकिदासम्म पनि सूचना दिएकी छैनन्। अधिवेशन अन्त्य भएको भोलिपल्ट बुधबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका स्वकीय सचिवले प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श शाखामा विदाको निवेदन दिएको खुलेको छ। त्यस्तै पोखराको सूर्यदर्शन सहकारीबाट एमाले नेता राजीव पहाडले 15 लाख लिएको देखिएको थियो। सरकारको दबावका कारण उनीसँग बयान कागज गरेर मुद्दाबाट प्रहरीले उन्मुक्ति दिएको थियो। एमाले बागमती प्रदेश सांसद ज्ञान बहादुर तामाङ प्रत्यक्ष मुछिएको नेशनल नवमुद्रा सहकारी संस्था लिमिटेडको हिनामिना पनि अनुसन्धान हुन सकेको छैन। यो सहकारीले करिब 11,000 बचतकर्ताको 1 अर्ब 52 करोड रुपियाँ डुबाएको छ। सहकारीका तत्कालीन अध्यक्ष तामाङमाथि कुनै निकायले अनुसन्धान गरेका छैनन्। तर सहकारीमा साधारण सदस्य समेत नभएका लामिछानेलाई आज सहकारी ठगीको बिल्ला भिराएर कारागार पठाइएको छ। राजनीतिमा आएको 2 वर्षमा ठूलो जनमत बनाएका रवि लामिछाने पुरानो दल र नेताहरूलाई मात्र होइन, पुराना दलका नयाँ नेताका लागि खतराको घण्टी भएपछि उनलाई कुनै पनि रणनीतिमा सिद्धाउने उद्देश्य स्पष्ट भएको छ। भलै उनी अहिले दोषी भएर कारागार पुगेका होइनन्, पूर्वपक्षका लागि कारागार गएका हुन्। दोषी निर्दोषी छुट्याउने काम अदालतले नै गर्नेछ, त्यो पनि एउटा होइन 3 तहका अदालतले। आशा गरौं उनी निर्दोष भएर निस्कनेछन् र चितवनमा पुगेर कुरिरहेका जनतालाई भन्नेछन् प्रतिशोधपूर्ण राजनीतिले उनलाई हिरासतदेखि कारागारसम्म कसरी पुर्यायो, राजनीति सिद्धाउन के गरियो। आमा, यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन। यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। देश र जनताको अवस्था फेर्न आएका रविमाथि भएको राजनीतिक प्रतिशोध यसअघिका घटनाले बारम्बार पुष्टि गरिरहेका छन्। तर यसको जिम्मेवार को हुनेछन् समयले देखाउनेछ, किनकि यो राजनीति हो।